गहबाट आँसु झर्यो यो कस्तो विडम्बना हो बिछोड्यो जिन्दगीको सुन्दर सपना सिसा झै फुट्यो साँचेको खुसी दर्पण झै फुट्यो हिजोको दिनमा साँचेको खुसी दर्पण झै फुट्यो क्षणभरमै टुट्यो यो कस्तो जिन्दगी हो बुझ्न नै नसक्ने सुन्दर सपना सिसा झै फुट्यो मायाको चाहमा तडपने हृदय पत्थर कसरी बन्छ मायाको चाहमा तडपने हृदय पत्थर कसरी बन्छ यो कस्तो निठुरी मन न कसलाई हटाउन सक्ने सुन्दर सपना सिसा झै फुट्यो गहबाट आँसु झर्यो यो कस्तो विडम्बना हो बिछोड्यो जिन्दगीको सुन्दर सपना सिसा झै फुट्यो दादा तपाईं किन यहाँ मात्रै आइबस्नुहुन्छ तपाईलाई थाहा छ यो कस्तो ठाउँ हो यहाँबाट कति जनाले सुसाइड गरिसकेको छ रगत दादा के भयो तपाईलाई कसरी काट्यो तपाईको हात यसरी चेलीको मायाले नबाँध बहिनी
मलाई एक्लो छाडिदेऊ। तिमी किन मेरो पिछा गरिरहन्छौ? दादा, यो तपाईँले कस्तो कुरा गर्नुभएको? तपाईँलाई थाहा छ, यो दुनियाँमा मलाई गाइड गर्ने, मलाई राम्रो बाटो देखाउने, मेरो आय, मेरो आशा भरोसा तपाईँ बाहेक अरू को छ? थ्याङ्क यू दिदी, तपाईँलाई दुःख भयो। दुःख? मलाई दुःख होइन भाइ, यो त मेरो सौभाग्य हो। एउटा दिदी भएर भाइको सेवा गर्ने मौका पाएँ। खासमा चोट त्यति ठुलो होइन, तर बहिनी तपाईँकोमा गएर टिटी इन्जेक्सन लाउनु भनेकै अब चाहिँ खुसी हुन्छ होला। एउटा माइतीप्रति चेलीको माया कस्तो हुन्छ बुझ्यौ? यो एउटा उदाहरण हो। अस्ति मैले दिएको किताब पढ्यौ? पढेँ दिदी। कस्तो लाग्यो? खै कस्तो लाग्यो भन्नु, म त नास्तिक हुँ। धर्म र भगवानसँग मेरो लिनु दिनु केही छैन। नास्तिक? तिमी ईश्वर छ भनेर मान्दैनौ? हजुर। सुमन, तर याद राख, यो पृथ्वीमा ईश्वर छैन, येशू झुटो, बाइबल भुल छ भन्ने विद्वान, राजा महाराजा कति उदाए कति अस्ताए, गन्ती छैन। ईश्वर र बाइबलको अस्तित्व जरैदेखि उखेली फ्याँक्न चाहने विश्वविख्यात दार्शनिक भोल्टेयर, वैज्ञानिक चार्ल्स डार्विन, जेनरल ल्युवालेस, यस्तै अरू ईश्वर विरोधी विद्वानहरूको जीवनी अध्ययन गर। नास्तिकवादी किताबहरू लेखेर, अनुसन्धान गरेर विश्वमा जत्तिकै चर्चित भए तापनि मृत्यु नजिक पुग्दा पश्चाताप गरेको छ। आफ्नो गल्ती मानिलिएको छ भने हामी सीमित विवेक बोकेर कुन आधारमा तर्क गर्ने? पद्मा दिदी, दिदी के भयो दिदी? सुमनको हृदयमा लागेको चोट साह्रै गहिरो छ प्रीति। माफ गर्नु होला दिदी, सायद सुमन दाइले तपाईँलाई के भन्यो होला। ऊ त पागल जस्तै भएको छ। त्यस्तो केही भनेन। तिम्रो दादालाई ठिक गर्ने औषधि यो परमेश्वरको वचन मात्र छ। जाऊ, यो लगेर देऊ अनि भन पद्मा दिदीले दिनुभएको उपहार हो। कसैले त देखेको छैन होइन? तिमी खेप्छ कोसिस गर्नै पर्ला, जे पर्ला पर्ला। मेरो मेवा चोरे खाने तँ नै रहेछस् होइन? धुलाई खानुभन्दा बरु नखाएकै ठिक छ। खोइ झन् शान्ति पैसा कमाउने दुलमा परदेश लाग्यो। पैसा त होइन, अलिअलि भएको पैसा पनि भोकले बर्बाद हो। मुखमा मार नपसेको 2 दिन भएको है। दयालु मान्छे भन्ने एउटा भेटिने यो गाउँमा। दिदी, दिदी नमस्कार। म परदेशीलाई यसो एक ग्लास चिसो पानी है।